साथीहरू, जय मसी। आशा गर्छु सबैजना सन्चै हुनुहोला। विश्वको पर्यटक क्षेत्र जो समुद्रको बिचमा रहेको सानो टापु जो मोरिसियस हो। हामी चाहिँ बेङ्गलोरबाट उडान भरेको थियौँ है। जस्तो हामी मोरिसियसमा पुग्न लागिसकेको छु, ल्यान्ड गर्न लागिसकेको छु। गाइस, हामी चाहिँ ल्यान्ड भइसकेको छौँ। आफ्नो जन्मभूमि छोडेर आफ्नो कर्मभूमिलाई अब स्वागत गर्दै हामी चाहिँ जो मोरिसियसमा पुगिसकेका छौँ। आशा गर्छु यहाँसम्म त अब प्रभुको कृपाले गर्दा हामी सन्चै यहाँसम्म पुगियो। अब यहाँको सफर चाहिँ के कस्तो हुन्छ अनि तपाईँलाई म देखाउने नै छु है। साथीहरू, पुग्यो मोरिसियसमा। हामीलाई चाहिँ कम्पनीको मान्छे लिन आउनुभएको रहेछ है। हामी चाहिँ अहिले बसमा छौँ, तपाईँ नजारा हेर्न सक्नुहुन्छ। हामी बसमा आज चाहिँ हाम्रो मोरिसियसको दोस्रो दिन। आज चाहिँ हामीलाई अफिसमा सरहरूले बोलाउनु भएको थियो है, हेर्न सक्नुहुन्छ। आज चाहिँ हामी अफिसमा जानेछु। आज चाहिँ मोरिसियसमा आएको तेस्रो दिन है। आज चाहिँ हामीलाई काम गर्ने भनेर ड्रेसहरू दिनुभएको थियो अनि हामी काममा जानको लागि चाहिँ अब रेडी भइसकेको छौँ है, तपाईँ हेर्न सक्नुहुन्छ। फाइनली कामको साइडमा पनि आइसकेको छ। अब हेरौँ हामीलाई के काम दिनुहुन्छ है।